जनताले लाइन बस्न नपरोस्, घुस खुवाउन नपरोस्। उहाँको एकदम सरल, हरेक सरकारी सेवामा लाइन बस्न नपरोस्, घुस खुवाउन नपरोस् भनेको एउटा बिम्ब कि छरितो सेवा प्रवाह नेपाल सरकारले गर्न सकोस् आफ्ना नागरिकहरूलाई, उनीहरूको सेल्फ डिग्निटी र सहजता, सरलता, सब कुराहरू चाहिँ अब अनि यो अहिले अक्रस द बोर्ड गभर्नमेन्ट सिस्टमको सबै ठाउँमा प्रविधिले र हाम्रो क्षमताले भ्याएसम्म गरिराखिएको छ। जस्तो लाइसेन्स, सवारी लाइसेन्स यति चाहिँ लज्जास्पद अवस्थामा थियो नि, हैन? परीक्षा दिएको 2 वर्षसम्म नगर्ने भन्ने थियो। अब अहिले आज परीक्षा दियो भने भोलि नै लाइसेन्स पाउने र ब्याकलग चाहिँ असारभित्र क्लियर गर्ने भनेर सञ्चार मन्त्रीले घोषणा गर्नुभएको थियो। अर्थ मन्त्रालयबाट हामीले सहजीकरण गरिदिएका छौँ त्यसको। यस्तै अब यो अहिले त हाम्रै मन्त्रालय अन्तर्गतकै महालेखा नियन्त्रकको अघि सचिवले भन्नुभएको जस्तै असाध्यै टेक स्याभी, टेक फ्रेन्डली